चाहिँ अब दसैँ सुरु भयो। दसैँको लागि तयारी, अब टिका पूजा गरिन्छ। ह्याप्पी दसैँ सबैलाई। दसैँको भ्लग सुरु भयो। रेडी हो? पूजा गरौँ। तिमीलाई टिका लगाइदिनु पर्यो मैले, होइन? ओके। हामी चाहिँ अब दसैँमा टिका लगाउनको लागि ससुराली जान आँटियो। रेडी भयो यी। अब गएर आज विजया दशमीको दिन गएर दसैँमा टिको लाउने हो। अब ससुरालीमा सायदको टिको लाउन रेडी भइसके। म र मेरी श्रीमती पनि रेडी भइसक्यौँ। अब हामी चाहिँ टिको लाउन हिँड्न आँटेको। गाडीमा कोसेलीहरू सबै लोड भइसक्यो होइन? भोकुन्लाङ लगाइसक्यो। अब टिको लाएर मारी दसैँ मनाउनु पर्छ। सबैलाई विजया दशमीको शुभकामना। ह्याप्पी दसैँ। यहाँ हामी चाहिँ ससुराली घर आइपुग्यौँ। अनि यो चाहिँ ससुराली घर। दसैँको चहल पहल छ भित्र होला। यसको स्विट होम। घन्टी खुलै छ कि क्या? खुलै छ। अनि दसैँको पुरै तयारी हुँदैछ टिको लाउनलाई। लु हेर यो माइलो मेरो जेठो सालको छोरी ज्यान जर्जिन। यिनीहरू त फेमस छन् अलरेडी। हामी मात्रै हो। हेलो, के छ राजा हालखबर? ह्याप्पी दसैँ। पनि पो दौरा सुरुवाल लाएर पुरै कोसेलीको No, छोड़ो ना एकछिन जोजी. You have to be out from there. कोही त छोरी मान्छेले त हात लाउनुपर्छ। मर्सिडिज किनेर दिनु छोरीलाई भनेर आशीर्वाद दिएको हुन्छ। खोइ आमा तपाईँको टाउको हालिहाल्नुपर्छ है मैंने हालिहाल्नुपर्छ हुँदैन। फ्याट्टे केटाहरूले आँखा लाउँछ। धेर दिनेले हो क्या खाली खाम बिनामा दिने होइन खाममा लुकाएर सेट भएर आएछ नि त निखेर जेठोको फ्यामिली बनाएछ नि हाई जियाना के गरेको के हो यो थाहा छ नि के हो दसैँ Yeah, the god wins. He fight the demon. Good.
That's what my dad told me yesterday. I was like, आछु भन्छन् हो के भकिन ल थोडा म मिलाइदिन्छु बुइने पापा जुए गर्नु पर्छ बहिनीलाई के गर्नु लगाइदिनु पैसामा बुबा चाहिँ यहाँनिर पैसा लिएर बस्ने हो दक्षिणा लिएर मम्मी दक्षिणा दिने अब सानीजी खोइ त नान्दिन सबै रात नलगा सानीलाई चाहिँ किन ड्रेस नमिलाइदिएको पनि ठुलो भाइ हजुर जुन गर्दैछु मिलेर पछि खाम लिएर आउँदैछिन् पैसा उसारिरहेको छिन् त माधव अर्को ऊ जेठो छोरा चाहिँ मेरो सबै सम्पत्ति नसक है टिको लाएर भनेर कुदिरहेको छ खिच्चिका उयो ए रियान्स के हो चाचा कसले दिएको हो सबै टिको लाउनु व्यस्त बिचरा गणेश चाहिँ अब बेबी सिटर हो ऊ चाहिँ एउटा दुध बनाइरहेको छ नि केटो जल्दी हुँदैन तिहारमा मात्रै हो के पऱ्यो भाइ झगडा गर्छौ दक्षिणामा मेरो 50 का 60 आइरहेछ हाम्रो पालामा ए ठिकै छ मेरो पनि त्योभन्दा बढी नै दियो रे हजुर बोल्नु हुँदैन अहिले मेरो पालामा घर छ बिचरा हाँस्न बाबु हाँस्नु बनाउनु बिचरा चस्मा लाएर आज निक्लिरहेको यहाँ लगाइदिनु अनि दिलेर पऱ्यो नि तलमाथि गर्छ हामी चाहिँ अब यहाँ माइलो सालो घरमा टिको लगाइवरी आमा बुवाको हातमा टिको लगाएर चाहिँ अब ठुली आमाको घरमा जानु लागेको सासु आमाको दिदीको घर विकासहरूको घर टिको लगाएर जानु लागेको यिनी पछाडि बसिरहेको थिएन हो दक्षिणा बटुलेर त्यही भएर नि मेरो छेउमा बसेर अलिक मजाले लगाएको होला अलिकति लाउनु नि त सक्ने हो कि टिको लगाउन स्याल भएर त्यो डाइरा भएर मर जस्तो लाग्थ्यो नि त्यस्तो नभन्नु होइन अहिले त लाग्दैन त्यो साह्रै च्याप्छ हुन्छ त्यही अलिकति थप्दैन भइहाल्छ मेरो यहाँ खोडे खाने हो आशीर्वाद चाहिँ पुरै दिनु टिको त कम्ती लगाए हुन्छ मन त्यो टिभी पनि आएको छ नि अहिले त टिभीले भनिरहेको छ आशीर्वाद परात दिलो त रुन थाले त दिलो होइन हो यहाँ कृष्ण जी मेकअप पुसिँदाखेरि काली हुन्छ नि यता नि निचिकै हाँस्यो त्यो अनि कहाँ खाँदा रहेछ होइन बाहिर सबै भित्रै खाँदैन जहिले पनि फोन मात्रै भन्नु दिनु अहिले त बसाइ सुमन भेनाको त चाम्रो छ त सुमन भेनाको त चाम्रो ह्यापी दसैँ दसैँ सक्यो ह्यापी दसैँ हामी चाहिँ अब टिको लाउनलाई जेठोको घर जाँदै जेठो सालोको घर जाँदै हो विकासको घर टिको लाएर निस्केर अब जेठो सालोको घर गइँदैछ जियान देखाऊ देखाइछ जियान ज्यान हेरी जर्जीको देखाऊ तपाईँ हाँस्ने जो सेल्फी गर्नु न सोना ह्याप्पी दसैँ फोटो खिच्नु भयो यो चाहिँ हेर्दाखेरि
यहाँ राखेर अहिले हाम्रो खुवाउनलाई रेडी गरे हो जस्तो छ हाकिम साहब फेरि उ के खाएको यहाँ हेर्न यो Josie, can you move from there? Yeah. What is wrong with you? सानो मान्छे भाइ मैले ताड खोल खिच्छु छोड न नानी ह्याट चाहिँ के यो के चाहिँ हो यो तर नेपालबाट ल्याएको होइन ल दादीको त्यही त मेरो त यो कालो टिका उयो गरिदिनु यहाँ त्यस्तै हो त नि त्यही हो त्यसो रातो रातो भएको चाहिँ उयो गरिदिनु त कोटबाट निस्कियो यो यताबाट खिच्नु मन छ कि कस्तो उज्यालो आउँदैछ गोप्रो 10 मा चाहिँ मनमनै दिएको आशीर्वाद नि सुनिन्छ नि साउन्डमा थाहा छ यतिको लागि यति भएपछि उठ्छ नै अब खुसी ह्याप्पी दसैँ टिको ठुलो भएको लागिसक्यो अनि अब अरू बाँकी लाउँदैछौँ दबाई दसैँ सकिन आँट अब यहाँबाट नेक्स्ट यहाँबाट चाहिँ हामी यो जेठसाला घरबाट हिँड्न आँट्यो अब गाडीमा बसेर एउटा दुईवटा तिनवटा गाडी भएर सेवादाई भएर गइन्छ अब टिको लाउन गइन्छ रेडी आइसक्यो टिको लाउनु ठाउँमा सुतिरहेको छु अझै कति निन्द्रा लाग्यो 4 बजी उठेको दिन कि के हो भगवान् सेवादाई घर आइपुग्यो अब यहाँ टिको लाइन्छ मारी पर्खिरहेको पुग्यो के छ भाउजू हाम्रो जमारा सक्यो कि हाम्रो छैन क्या जम्मै यसपालिबाट चाहिँ खाम आउन थालेछ किन हो खामबाट हाल्थ्यो आनन्द अब एकछिनमा टिको लाइन्छ गजरेलका अरू ग्रुप आउँदैछन् 3 गाडी आइँदैछ अब अहिलेदेखि दाइलाई यसो मुटु नकामोस् भनेर भनिदिइरहेको फ्यान्टा र के थियो कोक मात्रै थियो ए मिक्समा हुन्थ्यो होइन मिक्समा हो र मिक्समा मलाई एउटा दिनुपर्छ यो आइया या यो चाहिँ हामीले दिएको जस्तो देखाऊ है गणेश त सिङ्गो दिएकै छु त फेरि गणेश दिएन भाइ हाम्रो मात्रै होइन कहाँ किन्ने भनेर भनेको चाहिँ द्रोणको छोरा आयो त्यसले भयो भने अरू त आफै गरिहाल्छ नि सुनिराख्ने हो
दिनले कयलाई पनि नभए एकैचोटि जस्तो गर्नु न त्यसरी हुन्छ आफ्नो भाइलाई पहिला कम्प्लिट हाल्नु पर्यो होइन म त कयलाई आफ्नो भाइ हेरेर त बुहारी भन्दा पछि आएको आउनु बुहारी त अर्को थपिदिन सक्छु म अनि हिम्मतिलो भाइ झोकी छ सानो हो तिमी त पुगुसम्म त छौ टडक्सेर हिँडेर गाउँमा अटिनलाई सोचेको आँटेको सबै पुगोस् अहिलेसम्म पुग्दै आएको छ अझै पनि पुग्दै जाओस् के भन्नु ज्ञानी हो होइन वर्ष के भन्छ वर्षको सुरुमा गरे कमिसन नबिर्सिनु यसो 5 दिन 10 दिनमा गर्नु कल गर्छु भनेर छ कल गर्नु कल गरेर त उठाउँदैन सपना मात्र भने आओस् सपना देखाइदिँदै भने कल आओस् त्यो पठाउ बिचरा पैसा पनि कति हजार भइसक्यो ल हो फेरि हेल्प योरसेल्फ भन्नु जे गरे ठिकै छ अब जताबाट देख्ने तलबाट खुदेली माथि उही देखेँ भने फोटो खिचेको छैन त फोटो त अब गणेश हो खासमा कहाँ गए गणेश फोटो फोटो कहाँ छ फोटो खिचेर किन चिसो आउँछ यहाँ भन्छ यहाँबाट यहाँ ठिक हुने रहेछ अरे लुगाले भिजा होला यसमा राखेर यहाँ राख्नु मलाई यिनको लाग्छ सोचेको आँटेको सबै पुगोस् कतिलो भाइ छ भाइले हेरिहाल्छ यता टिक लाउँदा मेरै प्रशंसा छ मेरो जीवनमा गरौँ भने चाहिँ हेलिदिनु जुरुक्क उठ्छ बहिनी नगर्नु ल मैले मर्सडिज सरी यसपालि फेरि मर्सडिज मागै छन् दिदीलाई दिदीले मर्सडिज किने हामी पनि चढ्न पाउँछौँ भन्ने छ केटा मैले यो खाममा दिने झन्झट गरेन त ए मन्त्र पनि आयो अलिअलि आयो द्रोण सुते अनि त्यसपछि आफै आयो द्रोण सुते त्यो भनेको द्रोणको छोरा जस्तो आयो होस् रे हिजो यति मात्र कन्ठ गर्नु भयो क्या अरू कन्ठै गर्नु भएन हिजो सोचेको आँटेको सबै हाई जोर्जी हाई जोर्जियाना मेरो पनि राम्रै अझै राम्रै हुँदै जानु मिस नेपालमै जाने होइन अहिले आज दिनभरि माथि ज्वाइँको कपालमा प्रब्लम छोरीको कपे बहिनीको कपालै काटेर सकाइसके यता भन्यो नि त रियान्सलाई निल्याएर छोरो निल्यायो बाबा छोरो यता सक्यो के गर्नु सक्यो के छ आँटेको सबै कुरा हाई रियान्स दुर्गा माताले रक्षा गर्नु अनि मलाई त्यही भनेर चाहिँ टिका लाउँछ म रियान्सले मान्छेको मान्दैन टिका लाउन रियान्स भन्छ छोरी चाहियो अरे दाइ कसलाई? शान्त गइसक्यो त हो त यसो गरे छोरी नै हुन्छ रन्जुको हो अब सकियो नि नेपाल गएर आएर तपाईँहरूको सिको गर्नु लाग्छ के गर्नु नेपाल जानेर अनि अब कहिले जाने नेपाल नेपाल म्यानुफ्याक्चर यो दिनु भएन आशीर्वाद दिनुभयो अर्को पालि चाहिँ गइहाल्छ डिजाइन इन नेपाल म्यानुफ्याक्चर इन युएसए यसो हामीले डाक्दाखेरि पनि पूजा गर्नु खोज्दाखेरि आउनु नगर्नु भर्याङमै चाहिँ नसुत्नु निनी आयो भन्न जान्नु निन्द्रा निन्द्रा आएपछि त फेरि त केटा त भर्याङमै सुत्दिनु रियान्सको टर्न ए होइन मम्मीको टर्न रियान चाहिँ के गर्छ हेरिरहेको छ मलाई दिन्छ कि दिँदैन नि त नदिउँ होला हौ होइन हौ त्यत्तिकै भन्नुभएको छिटो होइन मेरोमा हातमा छ नि त अलरेडी छ नि त ल रियान्स त्यसो गर्नु हुँदैन आज यसो गर्नु लु, खै मम्मी लु मम्मी छोड क्याच ल गरिदिन्छ त ल ल ल ल ल हौ सानो ल मेरो सानो ल नि त ल ल ल त्यही गर्छु ल अब यिनीहरू छोड ल यसो गर्छ नि त ल ल समाउनु गुड बोय ये अब नमस्ते Happy Dasai, नमस्ते नमस्ते। लु भयो
म मसरुम अलिक बनाइदिनु पर्यो नेवारी डिस साथी सङ्गतमा एकजना नेवार चाहिँ हुनै पर्दो रहेछ नेवारी डिस खान पाइन्छ नत्र त नेवारी डिस छुन पाइँदैन थियो मलाई बाउले के भन्नुहुन्छ होइन के अरे नेवारी चाहिन्छ अब ज्वाइँ नेवार खोजेको नि अब पत्याएन अन्तिम वस्तु यो गर्दा हुन सुनाएको होला अझै पनि चाहन्छ चाहन्छ केटा यो स्योर के बिहामा जाने के छ ठिक छ आज यहाँ आएर तामा भनेको तर है तामा भनेको चाहिँ यो कलेजो भुटेको होइन चना त्यो रङ बोलेर अनि यो अचार चिकन रोस्ट खसी चिउरा खसेको खानु होइन होइन यो मरी होइन हौ यो सबै मिठा प्याज चाहिने प्याज हाल मैले गाडीमा अहिले निकालिदिन्छु अहिले म खाइदिन्छु ल भाउजी यो घरको मान्छे भएर नि भ्याएका छैनन् बिचरा रन्जुको हो कुन त्यो मैले तल दिएको थिएँ ठुलो मेरो यो मलाई चाहिँ खोइ मिलेर खानु झगडा नगरौँ लिएर आउँदैछु अनि मलाई दिएको खाइहाल्ने के अरे तिमी अड्दिनौ रे यहाँ हेर अडिरहेको छौ त नि यसो पनि नआएको खाने मैले कोट खोल्यो है साह्रै अप्ठ्यारो खाना अप्ठ्यारो ए यो अलिक भुँडी खुल्ला हुन पाएन क्या एउटै चाहिरहेको अब खान थालियो सबैजना खाँदैछन् म अब खाना बस्ने हो यसपालिको दसैँ पनि लगभग सकिन लागिसक्यो हजुर ह्याप्पी दसैँ चेस ह्याप्पी दसैँ डबल ब्ल्याक दसैँ रे अझै उनीहरू मात्रै ह्याप्पी दसैँ भन्दा हामीलाई चाहिँ होइन मलाई मात्रै ढ्याङ्ग्राका देख्छु अनि के हो यार सिट आउनु पर्यो हेलो तास खेल्ने सानो मान्छे यहाँ ओए लो ब्रो मेरो पारो सिट निकाल्नु ब्रो ओए अरे किन के बाँड्ने कि के हाल बाँड्ने कि खानु खानु रे टिका थिएन आधा केटाको त ल पैसा चोरे अब पैसा चोरे भ्यालौ न यहाँनिर